गुरु रिम्पोछेले शाक्य परम्पराको भएको नभएको एउटा गुरु र गेलुक परम्पराको भएको नभएको गुरु अथवा गेलुक्पाको संस्थापकको बारेमा के भन्नुभएको रहेछ, कस्तो भविष्यवाणी गर्नुभएको रहेछ हेरौँ है त। यो कुरा मैले किन भन्दैछु भन्दाखेरि आजभोलि केही हाम्रा निङमा परम्पराका व्यक्तिहरूले चाहिँ यो शाक्य अनि त्यसपछि गेलुकहरूसँग चाहिँ जानु हुँदैन, उनीहरूको चाहिँ पढ्नु हुँदैन भन्ने खालका अभिव्यक्तिहरू पनि दिइराखेका छन् है। त्यसकारणले गर्दाखेरि चाहिँ मैले यो भविष्यवाणी पढ्दैछु। यो काथाङ दुपा हो, यो चाहिँ हाम्रो मित्र छेरिङ रावलज्यूले अनुवाद गर्नुभएको छ। टिबेटनमा पनि छ या नेपालीमा पनि छ। म नेपालीको चाहिँ सरस्वती पढेर सुनाउँछु है त। 113औं राजवंशदेखि सेक्सेनको राजाले, सेक्सेन भनेको चाहिँ मङ्गोलको राजाको नाम हो, भोटसँग युद्ध गरी भोटका जनता सबै नष्ट हुने आधार बन्नेछ, मेरा बिहारहरू पनि भत्काउने छन्। त्यसबेला शाक्य नामक मेरो निर्माण काया माथिल्लो भागबाट पिता जम्प र माता डोल्माकी पुत्रको रूपमा जन्मनेछ। उहाँ डोगोन फाक्पा कुङ्गा ग्याल्छिन हुन्। डोगोन फाक्पा कुङ्गा ग्याल्छिन भनेको चाहिँ शाक्य घुङमाङा भनेर भन्छौँ। शाक्य घुङमाङा शाक्य परम्पराका मूल गुरु हो डोगोन फाक्पा कुङ्गा ग्याल्छिन। उहाँ चाहिँ कसको अवतार रहेछ त? गुरु रिम्पोछे स्वयंको अवतार। त्यसपछि भोटका राजाहरूले हाथप गर्नेछन्। कुनै राजा धर्मराज हुनेछन् भने कुनै दुष्ट राजा हुनेछन्। धर्मराजाहरूले धर्म नियम स्थापना गर्नेछन्, दुष्ट राजाहरूले धर्म नियम नष्ट गर्नेछन्। त्यसबेला मान्छेमा धेरै उतार चढाव आउनेछन्। मुनिको भविष्यवाणी अनुसार दोखामतिर अतिशका निर्माण काया लोसाङ ढक पुरुषको आगमन भई भोटमा सुख र शान्ति छाउनेछ। जे लोसाङ ढक्पा उहाँ चाहिँ अतिशाको अवतार हुनुहुँदो रहेछ, अतिशाको निर्माण काय हुनुहुँदो रहेछ है त। यो चाहिँ गुरु रिम्पोछेको अति नै संक्षिप्त जीवन वृत्तान्त हो। यो चाहिँ बौद्धको मुगुम पुस्तकालयबाट तपाईँले किन्न सक्नुहुनेछ।